2005 मा एउटा एयरबस विमान अवतरणको लागि तल आइरहेको बेला पाइलटले एउटा खतरनाक समस्या देखे। वास्तवमा ल्यान्डिङ गियर गलत दिशामा अड्किएको थियो र यसको अर्थ विमान दुर्घटना हुने सम्भावना 99% थियो। यस्तो अवस्थामा धेरैजसो पाइलटले हार मान्ने थिए, तर पाइलट स्क्वाडबर्ग नआत्तिकन बुझेका थिए कि यो एयरबस धेरै भारी छ र यसलाई सिधै अवतरण गराउन असम्भव हुनेछ। त्यसैले उनले विमानको इन्धन बिस्तारै कम होस् र विमान हलुका होस् भनेर एयरपोर्ट वरपर घुम्न थाले। यो एक साहसिक निर्णय थियो जुन उनको अनुभव र धैर्यताको प्रमाण थियो। जब विमान अवतरणका लागि तयार भयो, स्क्वाडबर्गले विश्वको सबैभन्दा खतरनाक अवतरणमध्ये एक गर्ने प्रयास गरे। अर्कोतर्फ लाखौं मानिसहरूले उनलाई मिडिया च्यानलहरूमा प्रत्यक्ष हेरिरहेका थिए, जसले गर्दा वातावरण झनै तनावपूर्ण बनेको थियो। तर क्याप्टेन बर्ग पूर्ण रूपमा केन्द्रित रहे। उनले पहिले विमानलाई बिस्तारै तल ल्याए, त्यसपछि अगाडिको पाङ्ग्राले जमिन नछुओस् भनेर यसरी सन्तुलन मिलाए। विमान पर्याप्त ढिलो भएपछि उनले अगाडिको पाङ्ग्रा बिस्तारै जमिनमा छुन दिए, जसपछि तीव्र धुवाँ निस्कियो तर टायर फुटेन। अन्ततः विमान कुनै दुर्घटना बिना सुरक्षित रूपमा अवतरण भयो र क्याप्टेनको क्षमताले सयौं मानिसको ज्यान बचायो।